गएको धेरै भयो हो अनि पाले दाइ पनि नयाँ हुनुहुँदो रहेछ झन्डैले छिराउनु भएन हौ घुम्न आउनु चाहिँ हाम्रो फुलहरी गुम्बा एकदम राम्रो छ वान अफ द बेस्ट प्लेस टु भिजिट इन काठमाडौँ है तलपट्टि हेलो गाइस अनि बाहिरको मान्छे भए चाहिँ यहाँ
यो भित्र जानु पाउँदैन है अनि हामी भित्रको भएर तपाईँलाई देखाइदिन्छु नि है कस्तो छ भनेर माथि जान्छौँ हामी है शान्ति छ क्या यो ठाउँ चाहिँ अनि मनमा जति टेन्सन डिप्रेसन भयो स्ट्रेसहरू भएको बेला अनि यहाँतिर आउँदा चाहिँ मजा आउँछ मनमा शान्ति हुन्छ हो So yeah, let's go. यो गुम्बा चाहिँ श्यामाथा गुम्बा हो श्यामाथा भनिन्छ अहिले बन्द छ हो अब यहाँ माथिदेखिको भ्यू हेर्नुहोस् हैन पहिला तपाईहरुलाई म हाम्रो गुम्बा देखाउँछु त्यो चाहिँ हाम्रो कुदुङ लाखाङ भन्छ हो हाम्रो वान अफ द मेन गुम्बा एउटा त्यो हो अनि अर्को उता छ लामाहरू त्यहाँ बस्नुहुन्छ हो अनि यता छ तपाईले देख्न सक्नुहुन्छ काठमाडौँ सहर है पुरै काठमाडौँ सहर यहाँदेखि देख्न सक्नुहुन्छ त्यहाँ एयरपोर्ट भयो यता बौद्धनाथ भयो त्यहाँ हाइट भयो है सबै उता अब तपाईहरुले देख्न सक्नुहुन्न होला है धाराहा भयो हैन यहाँदेखि सबै देख्छ कि हैन र ठाउँ दामी लागेन त तपाईहरुलाई पुरा काठमाडौँ चाहिँ यहाँदेखि देख्न सकिन्छ कि त्यही भएर चाहिँ यहाँको स्पेशल त्यही हो एकदम राम्रो छ कि अहिले हाम्रो घ्यावाङकामा भएको अनलाइन टिचिङ चाहिँ हाम्रो फुलारी लामाहरू यहीँ गर्छ हो अनि यहाँ टिभीहरू सबै यहाँ छ हैन अनि यो मन्दिर यो गुम्बा चाहिँ मेरो लागि एकदम स्पेसल हो कि किनभने म सानो बेला फर्स्ट टाइम लामा बस्ने बेला जुन हाम्रो चाहिँ टुप्पी काट्नुपर्छ नि त हो अनि हाम्रो गुरुजी जमगुन्डन मुछे सानै हुने बेला अनि हामीलाई यहाँ म मेरो साथी हाम्रो चाहिँ अनि टुप्पी काटेको चाहिँ यहीँ हो कि त्यही भएर यो ठाउँ चाहिँ एकदम स्पेसल है सो गाइज वी वर भेरी लकी है यो गुम्बा ठ्याक्कै दर्शन गर्नु पाएँ होइन अब हामी फर्किन्छौँ है अनि अब तपाईँहरूलाई त्यो तलको छेउटेनहरू देखाउनेछौँ सो या लेट्स गो खै खै
अनि हाम्रो We यो रेल don't know कहाँसम्म where we're जान्छ? going. Should have turned back hours ago. Out of our minds. I guess we're sleeping outside. Bye bye. Still a good time. Even in the cold. Bye bye भन न. Get out the road. I told you. A car's coming. ल. Always got you. You know I always got you. अब चाहिँ हाम्रो त्यो छोड्देन 8 प्रकारको छोड्देन हुन्छ कि त्यो देखाउँछु है त तपाईहरुलाई कस्तो शान्ति छ है राम्रो छ नि त पहिला हामी सानो बेला अनि यहाँतिर चाहिँ एकदम मतलब अहिले त अब एकदम झाडहरू आएको रहेछ है त्यो बेला चाहिँ खाली हुन्थ्यो कि अनि पुरा एकदमै हामी यहाँ खेल्न आउँथ्यो हैन दिउँसो खाना खाएर 1 घण्टा ब्रेकमा चाहिँ हामी यहाँ आएर धेरै बदमास गर्थ्यौं कि तिनीहरू पुरा याद आउँदैछ हो अनि यता चाहिँ 8 वटा छ हो छोड्देन 1 2 3 4 5 6 7 एउटा चाहिँ त्यहाँ भयो हैन अनि यो 8 वटालाई चाहिँ यो 8 वटा छोड्देनलाई चाहिँ हामीले चङचु छोड्देन नम्बर के भन्छ हैन 8 प्रकारको हुन्छ र यसको मिनिङहरु कुनै दिन बताउँला हैन अनि यो भयो हाम्रो मेन छोड्देन चाहिँ यो हो सबभन्दा ठुलो चङचु छोड्देन भन्छ है आऊ हेरौँ है ओके गाइस एकछिन मेडिटेट गरेको त मजा आयो शान्ति भयो कि अनि यहाँ हावा पनि मिठो लाग्छ हो अनि हल्लाहरू पनि छैन हो अब शहरमा जस्तै गाडीको हल्ला धुवा पोल्युसन हैन त्यस्तो छैन एकदम शान्ति हरियाली सफा छ के अनि पछि अब कुनै राम्रो दिनमा गुम्बाको गेटहरू खोल्ने छ हैन अनि तपाईहरु आइदिनु होला यता अनि रमाइलो गरिदिनु होला है फोहोर नगरिदिनु रमाइलो गर्नु भन्ने आशा गर्दछु हस् त अनि अब हामी फर्किन्छौँ है तर नफर्किने अगाडि हाम्रो राम दाइले बनाउनु भएको आलु चप खानु चाहिँ बाँकी छ हो त्यसपछि चाहिँ फर्किन्छौँ हामी है ओके देन लेट्स गो ओइ नखाने एउटा खा आइज दुईटा छ के एउटा खामा बल चाहिँ केमा हाल्ने हौ ओहो झन्डै बिर्सेँ यहाँ हाल्ने त ठाउँ चाहिँ बस्नु लागि चाहिँ सही है बस्न यता बस्नु हुँदैन धेरै बस्नु हुँदैन गएको है अब चाहिँ ल भाइ गएको ल राम दाजु पछि भेटौँला हस् बाई पुलारी सी यु नेक्स्ट टाइम है अब केही महिनापछि फेरि लोसारमा आउँला है त्यो बेला चाहिँ मेरो दाजुभाइहरू सबैजना भेट्नुपर्छ दाजुभाइहरू खेल्नाहरू है Till then, take care, always stay happy, stay positive. Bye-bye! Woo!